बुद्धि पनि पसो घन्टिका पनि बसो भन्नुहुन्थ्यो हाम्रो हजुरबाले। बल्ल अहिले आएर मलाई त हो जस्तो लाग्यो है त साथीहरू। उहाँ हुनुहुन्छ रामकुमारी झाँक्री, उहाँको अहिले आएर बल्ल बुद्धि पलाए जस्तो लाग्यो है त। जनताले लात हाने पछाडि हेर्नुहोस्, सुन्नुहोस् उहाँको यो कुरा कस्तो लाग्छ। उहाँले भन्दै हुनुहुन्छ नयाँ सरकारलाई जसरी हुन्छ म सहयोग गर्छु, सपोर्ट गर्छु, हामी मिलेर अगाडि बढ्नुपर्छ भन्दै उहाँको धारणा व्यक्त गर्नुभएको छ। तपाईँहरूलाई कस्तो लाग्छ कृपया हजुर कमेन्ट गर्न नबिर्सनु है त। मैले भने 35 वर्षको हैन एउटा युवा देशको प्रधानमन्त्री छ, त्यहाँ पुगिसक्यो मुलुक। हामी अहिले पनि हामीले नै गर्छौँ भन्ने हो र? आइसके त साथीहरू। त्यो उहाँहरूलाई देशको लागि, राष्ट्रको लागि, जनताको लागि जसले गर्छन् राम्रो काम गर्नेको लागि सहयोग गर्ने हो। जनताले चाह्यो भने हामी रोक्ने को हो? जनताको प्रतिनिधि 2/3 हिसाबले पार्लिमेन्टमा उपस्थित भएको छ भने त त्यसमा त हामी त त्यो सामान्य सरल भाषा होइन यो। तर म यस्तो अवस्था रेटोरिकमा छैन कि मैले नै गर्नुपर्छ। कुनै बेला लाग्थ्यो कि म नभए केही चल्दैन जस्तो लाग्थ्यो कि। त्यो कुनै बेला हुन्छ नि त, एउटा समय हुन्छ। तर अहिले मलाई हामी जस्ता हजारौँ मान्छेले राजनीति छोडे पनि अरू कसैले गर्छ होइन। राजनीति हाम्रो पेसा होइन नि त।